उँदैछ उन्दो उन्दो काली उन्दो चप्ली बढी माटो लागेर यहाँ लाको एकदम एकदम दामी यो पनि जोतेर सक्नु हालिसकेछु अब चाहिँ बस यति नै अलिकति छ र हाम्रो कान्छा दाजुले जोतिरहेछ यहाँनिर होइन सो हेलो एन्ड वाट्सअप ब्युटिफुल पिपल इट्स मी दिनेश स्योर तपाईँहरूले चिन्नुहुन्छ मलाई होइन र वेलकम ब्याक टु माई न्यू भ्लग र आजको भ्लगमा फेरि पनि स्वागत छ आजको भ्लगिङ गर्न गइरहेको छु अहिलेको बिहानीको तपाईँको 9 बजिसकिसकेको छ र आजको भ्लग चाहिँ एकदमै घरको बारीतिर हुनेवाला छ होइन बारीतिर चाहिँ किन हुनेवाला छ भन्दाखेरि चाहिँ हेर्दै जानुहोस् होला बारीमा चाहिँ खासमा चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ हल्का गोरु जोतेर चाहिँ त्यहाँनिर चाहिँ मकै छरेर अनि अदुवा रोप्ने ठाउँ पनि बनाउनु पर्ने छ सो once again welcome back to my new vlog guys so let's go my friend a few moments later यहाँ चाहिँ अब हल्का मकै सकै छरेर अदुवा सदुवा रोप्ने जग्गा बनाउन लागेको गोरु यहाँ छ र हाम्रो गोरुको मालिक कान्छा दाजु यहाँ छ हल्का गफ गर्दै कान्छा दाजु दाजु तल छ तल हिजो गएको हिजो 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 तल गएको त्यही आज चाहिँ हल्का अल्छी लाग्दिरहेछ घरमै होइन यहाँ हल्का अब गोरु जोत्नु पर्ने छ अनि अदुवा सदुवा मकै सकै छरछार अन्त चाहिँ नानी कति भयो नानी तिम्रो नानी नानी हिचुल दुईजना भाइ अमिता अमिता दुईजना नानी स्कुल स्कुल दिदी बहिनी दिदी 5 5 दिदी इचुल सो लुक एट दिस गाइज आजको दिन चाहिँ एकदमै दामी बब्बाल भइदिरहेछ दामी खालको होइन मौसम एकदम राम्रो घाम लागेर चरक मरक्क भइरहेछ रातोले त हान्ला हान्ला जस्तो गर्दो रहेछ नि स्याले चल बे बसरी क्या भन्नु पनि भएको छैन होला जोतायो हो नि त यस्तो पाराले चाहिँ हल्का आज चाहिँ मकै छराइ हुँदैछ यहाँनिर मालिक चाहिँ यहाँ बुढो बसिरहेको छ हाम्रो कान्छा दाजु के को होइन ल हल्का उम्बुदो जोति दिउँ भनेको त नहुने रहेछ नि हामीले त कहाँ सकिने रहेछ बुझ्यो भँसुरीका त्यो म लात हान्दिउँ नि त होला है के खोजेको यो रातोले चाहिँ हान्नु खोज्दो रहेछ नि त फेरि म्यादुरी उदो तेरो त म काले हुँदो हन कहाँ तान्छस् त हाम्रो यहाँनिर अटिराम दाजु कान्छा दाजु जोताइ यता पनि कान्छा उता पनि कान्छा म पनि कान्छा आम्मामामा आज चाहिँ हल्का यहाँनिर गोरु जोताइ हुँदैछ होइन हाम्रो चाहिँ होइन तर पनि कान्छा दाजुको घरको गाडी गोरु जोता चाहिँ म चाहिँ जस्ट हेर्नुको लागि मात्रै आइरहेको यहाँनिर के को लागि आउनु यस यस बुढो यस घाँस काटेको होइन होला डोको त बढिया छ त दामी छेन्द्रा परेको रहेछ चक्की गएको रहेछ त नाम्लो लिएर आएको भए भइगएको थियो त यस्तो घाँस काट्नको लागि जानेछ तपाईँले पनि जिन्दा यो बर काट्ने बढे छैन के काट्छ यो त नकाट्नु हो
हावाको के भनेर सक्दैन चराको गुण पनि रहेछ त्यो डायरीको चाहिँ आज गर्नु हुँदैन हँसिया त एक नम्बरी कटक छ त A few moments later. उँधो उँधै उँधो उँधो काली उँधो जा है है đúng rồi chưa nghĩa là chưa chưa 가자 얘는 뭐 얘는 뭐 얘는 뭐 뭔가 아니야 웅도 웅거 있죠 안보 자 웅거 있죠 자 웅거 lại cho Caco इधर चल दे इधर आओ इधर आओ ना इधर आइए ना जा मेलो जो हाँ बाबा मम्मी bây giờ ra wow thamba rút ra đi thamba này ra hả đúng ra ủa ủa ra chết đây go bây giờ bộ ăn được thọ chi chặt thọ có rồi sao ở đó để cha rồi để cha đây ra ungdo 어. 마. यहाँ चाहिँ हाम्रो कान्छा दाजुले अदुवा छर्नु र अदुवा रोप्नको लागि चाहिँ हल्का मल छराई अदुवा रोप्दिनु होइन यहाँ चाहिँ यो कुन चाहिँ भाइले बोकेको मल अरे त्यस्तो त नभन्नु नि के भन्छ अदुवा चाहिँ कहाँबाट ल्याउँछौ अनि छ सन्सान डाँडा है हो कस्टम ल्याउँछ बाक्लो चाहिँ के हो खानु पनि छ अलिकति भनेर मागेर खानु छ फेरि पनि बाक्लो खोज्छ यो बुढा कस्तो खालको कुरा गरेको मही चाहिँ छैन तर ल्याउँछु कि ल्याउँदिनँ म दुध फिटेर ल्याइदिउँ के हुन्छ म हाँस्दै गरेँ क्यामेरामा देखायो भनेर हाँस्दै गयो तपाईँ चाहिँ ल बुढो आला घोप्ट्यो यार सबै खानु है ए यतिकै खानु नि घाक दामी त्यो नहल्लाउनु नि पोखिन्छ के भएको त्यो हल्लायो भर्खर ल्याएको मैले पानी अन्त 2 केजी पानी थपिदिएर छैन होला कडा हो दामी छ दामी छ तर यो त दिँदैन यार गाई मनसाको
5 दिनमा बनाउँछ नि त हैन नमान्छ खाना नि फेरि कसले भनेको नमन्छ चाहिँ खानु हुँदैन भनेर र हाम्रो कान्छा दाजुले चाहिँ यहाँनिर हल्का पानी मही पिइदिँदैछ गर्मी भइरहेछ पुरा घाम लागिरहेछ अहिले चाहिँ हैन यतानिर त्यही भएर पुरा गरम बढिरहेछ कान्छा कोही कान्छा बोलाउँ उता लन्डन लन्डन यस्तो पो अलिक सिलाएर त लाउनु चप्लीभरि माटो लागेर यहाँ लाग्छ एकदम एकदम दामी बुढोको त के देखाउनु गोरु जोताइले आज चाहिँ हत्तु हत्तु हाँसिन नि फेरि सो हेलो माई डियर फ्रेन्ड्स अब चाहिँ हामी चाहिँ यहाँनिर हल्का अहिले चाहिँ रेस्ट गरिदिइरहेको छ होइन अब चाहिँ लगभग सक्नु आँट्यो हामीले गोरु जस्तो जोतेर पनि अब चाहिँ लास्ट एउटा गडा छ यो यति होइन यो होइन लास्ट है यो चाहिँ लास्ट गडा हो अब चाहिँ एकछिन रेस्ट गरेर हामीले 2 3 4 5 गडा चाहिँ जोतिसकिसक्यो अब चाहिँ होइन अब चाहिँ लास्ट गडा रहेको छ हल्का पानी सानी पिएर शीतलमा बसेर होइन गर्मी भइरहेछ बहुत अहिले चाहिँ किनकि घाम लागिरहेछ डह्रो अहिले कस्तो घाम लाग्नु थालेछ अनि अहिले त कहाँ लास्ट जा बैठ क्या गर्छ Quay ये तो यार करन ओट यो हैन यो ई पे न ये टपै माका ए माका यो भोडे आउँछ फोनमा यो भोडे फोन छ तो हेर्नु ल मलाई म हाल्छु Wait. See that? Alright. Hurry. Hello. Alright. Oh.
सो गाइस हाम्रो चाहिँ फाइनली अब चाहिँ यहाँनिर पनि सक्न आँट्यो होइन यो पनि जोतेर सक्न आँटिसकेको अब चाहिँ बस यति नै अलिकति छ र हाम्रो कान्छा दाजुले जोतिरहेको छ यहाँनिर होइन अटी दाजुले र अब म चाहिँ घरतिर लाग्दिन्छु होइन किनकि अलिकति पुरा ढाँड दुखे जस्तो पनि भयो पुरा गर्मी पनि भइरहेछ अन्त चाहिँ अब चाहिँ घर गइदिन्छु अब चाहिँ एक्लै जोत्नुहुन्छ दाजुले अब चाहिँ घर जाइदिने हो म चाहिँ किनकि अब अलिक ढाँड दुख्यो नि त गएर हल्का रेस्ट हानिदिने हो र गाइस अहिले चाहिँ म चाहिँ अब चाहिँ घरतिर लाग्दिएको दाजुले जोत्नु हुँदैछ पछाडि देख्दैछ होला तपाईँहरूले होइन म चाहिँ लाग्दिएको अब चाहिँ घर पुरा आज चाहिँ हल्का थाके जस्तो पनि भयो घाम पुरा लागिरहेको छ कम्मर पनि पुरा दुखिदियो र अब चाहिँ एकछिन रेस्ट गर्छु त्यहाँदेखि फेरि सो हेलो फ्रेन्ड्स र फाइनली अब चाहिँ त्यहाँनिर बारीको कामहरू पनि सकिसकेको छ जोति पनि सकिसकेको छ र कान्छा दाजुहरू पनि घर गइसकिसक्यो र म पनि अहिले मेरो घरमा आइरहेको छु र सायद आजको भ्लगिङ चाहिँ यति नै हुनेवाला छ र आउँदो दिनमा फेरि पनि अर्को नयाँ भिडियोको साथमा भेटौँला र थ्याङ्क्स फर वाचिङ गाइज किप सपोर्टिङ मी किप लभ मी है र आजको भिडियो यति नै रहनेछ सो फेरि पनि अर्को भिडियोमा एकदम दामी तरिकाले बबल तरिकाले भेट्नेछौँ हामी है सो अहिलेको लागि टाटा बाई बाई सी यु इन द नेक्स्ट भिडियो एकदमै बबाल अनि दामी तरिकाले